प्राविधिक प्रयोजन आधारको तालिम दुई समूहको तालिम समापन समारोहका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सर्दै श्रीमान प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम पौडेलज्यूको आगमन भइसकेको छ। यस दीक्षान्त समारोहमा पाल्नुभएका सम्पूर्ण आमन्त्रित अतिथि महानुभावहरूमा हार्दिक स्वागत तथा अभिवादन गर्दै म प्रहरी निरीक्षक केशव बहादुर खड्का कार्यक्रम सञ्चालन गर्ने अनुमति चाहन्छु। कार्यक्रमको सुरुवातमा आज दीक्षित भइजाने प्रशिक्षार्थी प्राविधिक प्रहरी जवानद्वारा प्रमुख अतिथिज्यूमा सलामी अर्पणको कार्यक्रम हुन गइरहेको छ। धन्यवाद। निर्धारित कार्यक्रम अनुसार प्रमुख अतिथिज्यूबाट दीक्षान्तको बाद निरीक्षण हुने भएकोले निरीक्षण प्रतिवेदनको लागि परेड कमान्डर प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान आनन्द सिंह बुढाल कवाज मैदानबाट मञ्चतर्फ आउँदै हुनुहुन्छ। शिवान दीक्षान्त कवाज निरीक्षणका लागि तयार छ। आनन्द सिंह बुढाल कमान भोइस कमान राम्रो कति दिनको तालिम यिनीहरूको यो 9 दिने हो दीक्षान्त हो, टोटल 90 दिन। अहिले प्रमुख अतिथि सर्दै श्रीमान प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम पौडेलज्यूलाई दीक्षान्तको आयोजनको लागि एक्सपर्टिङ गर्दै हुनुहुन्छ। प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान दुवै रेणु कठायत र लक्ष्मी जोशी।
पंक्ति जोड़ कर ला, पंक्ति जोड़, किचन को आग सत कर ला, आग सत, किचन को प्रदर्शन का लगी ताजमा खाएंगे मोड़ा करना निर्धारित कार्यक्रम अनुसार दीक्षान्त कवाच निर्देशन पश्चात प्रशिक्षार्थीहरूबाट कवाच प्रदर्शन हुन गइरहेको छ। प्रदर्शन भइरहेको दीक्षान्त कवाच
दीक्षांत कवाद सात शस्त्र गर्ला सात शस्त्र यस पश्चात प्रशिक्षार्थी प्राविधिक जवानद्वारा अगाज पुनः प्रदर्शनको काम हुन गइरहेको छ। दीक्षांत कवाद पुनः प्रदर्शनका लागि माग मिल्दै स्टप हिट अब आज दीक्षित भइजान लाग्नुभएका शपथ ग्रहण राष्ट्रिय जनता सङ्घको टोली कवाद मैदान निर्धारित कार्यक्रम अनुसार अबको केही क्षणमै आज दीक्षित भइजाने प्रशिक्षार्थी प्राविधिक जवानहरूद्वारा शपथ ग्रहणको लागि राष्ट्रिय सलामी अर्पणको कार्यक्रम हुन गइरहेको हुँदा राष्ट्रिय सम्मानका लागि सम्पूर्ण महानुभावहरूलाई आफ्नो स्थानमा उभिदिन हुन अनुरोध गर्दछु। साथै सुरक्षा निकायका सम्पूर्ण कर्मचारीहरूलाई सलाम समेत गरी राष्ट्रिय सम्मान अर्पण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। दीक्षांत कवाद सात शस्त्र गर्ला सात शस्त्र धन्यवाद। दीक्षांत कवाद बदल शस्त्र गर्ला बदल शस्त्र कार्यक्रमको उत्तरमा प्रशिक्षार्थीहरूलाई नेपाली शान र वीरताको प्रतीक टुकुरी तथा स्पर्श गराएर
कार्यक्रमको अर्को चरणमा प्रहरी नियमावली 2071 बमोजिम प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुपर्ने भएकोले शब्दोच्चारणद्वारा शपथ ग्रहण गराइदिनु हुन यस तालिम केन्द्रका समादेशक श्रीमान प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्द्र ठकुरीज्यूमा हार्दिक अनुरोध गर्दछु। नेपाल राज्यमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीवधन र स्वतन्त्रताको संरक्षण गर्न नेपालको संविधानप्रति पूर्णतया निष्ठावान रही आफ्नो सम्पूर्ण योग्यता ज्ञान र विवेकले भ्याएसम्म आफ्नो कर्तव्यलाई भय पक्षपात लोभ माया वा द्वेष भाव नराखी पालना गर्नेछु भनी म सत्य निष्ठा प्रतिबद्धता सहित प्रतिज्ञा गर्दछु र देश र जनताको नाममा शपथ लिन्छु। निचन्द कुमार धन्यवाद। निर्धारित कार्यक्रम अनुसार पुनः राष्ट्रिय स्वामीको कार्यक्रम भएको हुँदा उपस्थित महानुभावहरूलाई आफ्नो स्थानमा उभिदिन हुन अनुरोध गर्दछौँ। साथै सुरक्षा निकायका सम्पूर्ण कर्मचारीहरूलाई सलाम समेत गरी राष्ट्रिय सम्मान प्रकट गरिदिन हुन हार्दिक अनुरोध गर्दछौँ। राष्ट्रिय सलामी अर्पण गर्न अर्पण। निचन्द कुमार साथ सस्ती गर्ला साथ धन्यवाद। कार्यक्रमको अर्को चरणमा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिदिनु हुन यस केन्द्रका सहसमादेशक तथा प्राविधिक प्रयोजन आधारित तालिम 2 समूहका तालिम संयोजक प्रहरी नायब परीक्षक श्री सागर बोराज्यूमा हार्दिक अनुरोध गर्दछौँ। जय नेपाल। सत्य सेवा सुरक्षा आजको यस प्राविधिक प्रहरी जवान आधारित तालिम
दुई समूहको दीक्षान्त समारोहका प्रमुख अतिथि सर्जय श्रीमान प्रहरी नायक महानिरीक्षक पुरुषोत्तम कणेलज्यू, यस तालिम केन्द्रका समादेशक सर्जय श्रीमान प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्द्र ठकुरीज्यू, जिल्ला प्रहरी कार्यालय ड्युटीका प्रमुख सर्जय श्रीमान प्रहरी उपरीक्षक दानबहादुर मल्लज्यू, सहकर्मी डिएसआ, त्यसै गरी सहकर्मी प्रहरी निरीक्षकज्यूहरू, जुनियर प्रहरी अधिकृतज्यूहरू, सम्पूर्ण प्रशिक्षक वर्ग, यस केन्द्रमा तालिमरत विभिन्न उन्नत तालिममा तालिमरत प्रशिक्षार्थीहरू, प्रहरी जवान आधारभूत तालिम 11-21 समूहका प्रशिक्षार्थी भाइ बहिनीहरू तथा आज दीक्षित भई जान लागेका प्राविधिक प्रशिक्षार्थी प्रहरी जवान भाइ बहिनीहरू, सर्वप्रथम हाम्रो आमन्त्रणलाई स्वीकार गरी आजको यस दीक्षान्त समारोहको शोभा बढाइदिन र दीक्षित भई जान लाग्नुभएका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हौसला प्रदान गर्न पाल्नुभएका सर्जय श्रीमान प्रमुख अतिथि ज्यू लगायत सम्पूर्ण आमन्त्रित अतिथिज्यूहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। समाजमा शान्ति सुरक्षा अमन चयन कायम गरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु, अपराधीलाई अपराध गर्ने मौका नदिनु, अपराधको सफल अनुसन्धान गर्नुका साथै प्रचलित कानुनको परिपालना गराउनु र संविधान प्रदत्त जनताको मौलिक हक अधिकार तथा मानव अधिकारको संरक्षण गर्नु प्रहरी संगठनको प्रमुख दायित्व रहेको बेहोरा सर्वविदित छ। वर्तमान बदलिँदो परिवेशमा संगठनको लक्ष्य हासिल गर्न, योग्य जनशक्ति उत्पादन गर्न, संगठनमा कार्यरत प्रहरी कर्मचारीहरूको कार्य सम्पादन क्षमतामा अभिवृद्धि गराउन, प्रहरी कर्मचारीहरूलाई कार्यक्षेत्रमा आफ्नो कर्तव्य पालनाको सिलसिलामा आइपर्ने हरेक बाधा अवरोध एवं जटिलताहरूसँग सामना गर्न तथा प्रहरी कर्मचारीहरूलाई कार्यक्षेत्रमा आवश्यक पर्ने व्यावसायिक ज्ञान, सिप तथा कला कौशलहरू प्रदान गर्न एवं वर्तमान लोकतान्त्रिक राज्य व्यवस्थाको सामाजिक संरचनाकै माग अनुरूपको जनमुखी तथा व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गर्न पेशागत तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। यसै उद्देश्य अनुरूप खुला प्रतिस्पर्धाबाट प्राविधिक प्रहरी जवान पदमा नयाँ नियुक्ति भएका प्रहरी जवानहरूलाई विभागीय नीति अनुरूप यो आधारभूत तालिम सञ्चालन गर्न लागेको बेहोरा सर्जय श्रीमान प्रमुख अतिथिज्यूमा सादर जाहेर गर्न चाहन्छु। नेपाल प्रहरीमा प्राविधिक जनशक्ति, सञ्चार, चालक, ब्यान्ड, डग ह्यान्डलर, चिकित्सक, इन्जिनियर, प्रयोगशाला, वैज्ञानिक उपयोग स्थापना कालदेखि नै हुँदै आएको कुरा सर्वविदितै छ। यसै अनुरूप प्रहरी संगठनको आधार स्तम्भको रूपमा रहेका प्रहरी जवानहरू योग्य, दक्ष, विवेकशील, सहनशील, व्यावसायिक, जिम्मेवारीपन एवं कुशल हुनु अपरिहार्य हुन्छ। यस तालिमले आज दीक्षित भई जाने प्राविधिक प्रहरी जवानहरूलाई समग्र रूपमा साङ्गठनिक लक्ष्य हासिल गर्ने दिशामा उचित किसिमको पथ प्रदर्शन गर्नुका साथै देशको बदलिँदो परिस्थिति तथा जनचाहना अनुरूप कार्यक्षेत्रमा आइपर्ने हरेक खाली कठिनाई, चुनौतीहरू र विषम परिस्थितिसँग सामना गर्न सक्ने जुझारु, योग्य तथा काबिल प्रहरी जनशक्ति उत्पादन गर्नु यस तालिमको मुख्य लक्ष्य रहेको थियो। विभागीय निर्देशन अनुसार नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनको तत्त्वावधानमा मिति 2078 साल भदौ 27 गतेदेखि यस तालिम केन्द्रमा विधिवत रूपमा समुद्घाटन भई सञ्चालन भएको यस प्राविधिक प्रहरी जवान आधारभूत तालिम 2 समूहमा जम्मा 12 जना महिला र 79 जना पुरुष प्रशिक्षार्थीहरू गरी 91 जना प्रशिक्षार्थीहरू तालिमरत रहेको मध्ये 1 जना प्रशिक्षार्थीको शारीरिक अस्वस्थताका कारण तालिम रद्द भएकोले हाल यस तालिममा कुल 90 जना प्रशिक्षार्थीहरू सहभागी रहेको बेहोरा श्रीमानमा जाहेर गर्न चाहन्छु। यस केन्द्रमा सञ्चालित प्राविधिक प्रहरी जवान आधारभूत तालिमको कुल 90 कार्यदिन रहेको थियो। तालिमरत प्रशिक्षार्थीहरू मध्ये सञ्चारतर्फ पुरुष 49 जना, महिला 10 गरी 59 जना, सङ्गीततर्फ पुरुष 10, महिला 2 गरी 12 जना, डग ह्यान्डलरतर्फ पुरुष 6 जना, कम्प्युटरतर्फ पुरुष 2 जना, भौतिक तथा पूर्वाधारतर्फ पुरुष 5 जना, स्वास्थ्यतर्फ पुरुष 4 जना र सवारीतर्फ पुरुष 2 जना गरी कुल 90 जना प्रशिक्षार्थी तालिमरत रहेको बेहोरा श्रीमानमा जाहेर गर्न चाहन्छु।
सञ्चालित यस तालिमलाई सैद्धान्तिक तथा व्यावहारिक गरी दुई भागमा विभाजन गरी प्रशिक्षण प्रदान गरिएको थियो। व्यावहारिक तर्फको प्रशिक्षणमा प्रशिक्षार्थीहरूलाई कडा शारीरिक परिश्रम गर्न एवं जस्तोसुकै विषम परिस्थितिमा पनि नियमित संयमित सहनशील भई कार्य सम्पादनमा सक्षम बनाउन शारीरिक व्यायाम, कवाच, बाधापार, खेलकुद तथा आत्मरक्षा अभ्यास, विभिन्न हात हतियारको प्रयोग तथा राइफल 303 राइफलद्वारा चाँदबारी एवं आत्मबल अभिवृद्धि तालिम र 6 कार्यदिनको प्रहरी युक्ति तथा कारबाही समेत प्रदान गरिएको थियो। जस अन्तर्गत व्यावहारिक अभ्यासको लागि यस तालिम केन्द्र परिसर तथा परिसर बाहिर रहेको जङ्गल, सडक लगायत विभिन्न स्थानहरूमा अभ्यास गराइएको थियो। त्यसैगरी आन्तरिकतर्फ प्रशिक्षार्थीहरूलाई प्रहरी सङ्गठनको सक्रिय सदस्यको हैसियतले पालना गर्नुपर्ने प्रहरी आचरण तथा व्यवहार, प्रहरी जवानले कर्तव्य निर्वाहका क्रममा गर्नुपर्ने प्रहरी कार्य तथा शान्ति सुव्यवस्थासँग सम्बन्धित आधारभूत कुराहरू, अनुशासन पक्ष, प्रहरीसँग सम्बन्धित विभिन्न ऐन नियम तथा कानुनहरू र मुलुकी अपराध संहिता 2074, मुलुकी फौजदारी कार्यविधि संहिता 2074 र मुलुकी फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन 2074 सम्बन्धी प्रशिक्षण दिलाइएको थियो। त्यसैगरी सुरक्षा कार्य, अपराध नियन्त्रण एवं अनुसन्धान प्रक्रियाका विभिन्न पक्षहरूका साथै मानवाधिकार र समुदाय प्रहरी साझेदारीका विषयहरूमा समेत प्रशिक्षण प्रदान गरिएको थियो। यस प्राविधिक प्रहरी जवान आधारभूत तालिमको स्वीकृत तालिम पाठ्यक्रम अनुसार आन्तरिकतर्फ 100 पूर्णाङ्क र व्यावहारिकतर्फ 300 पूर्णाङ्क गरी कुल 400 पूर्णाङ्कमा मूल्याङ्कन गर्ने व्यवस्था रहेकोमा चरणगत मूल्याङ्कनको 40% र अन्तिम मूल्याङ्कनको 60% अङ्कवाद कायम गरी मूल्याङ्कन प्रक्रिया अपनाइएको थियो। निर्धारित पाठ्यक्रमको मूल्याङ्कन मापदण्ड अनुसार 70% भन्दा माथि अङ्क ल्याउने प्रशिक्षार्थी क श्रेणीमा, 55 देखि 69.99% अङ्क ल्याउनेलाई ख श्रेणीमा, 45 देखि 54.99% अङ्क ल्याउनेलाई ग श्रेणीमा र 45% भन्दा कम अङ्क ल्याउनेलाई अनुत्तीर्ण गरिने व्यवस्था रहेकोमा प्रशिक्षार्थीहरूको अथक प्रयास, लगनशीलता, मेहनत तथा अनुशासनको समेत समग्र मूल्याङ्कन गर्दा क श्रेणीमा 83 जना, ख श्रेणीमा 4 जना र ग श्रेणीमा 3 जना गरी 90 जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक यो तालिम सम्पन्न गरेको ब्यौरा सरदेश श्रीमान प्रमुख अतिथिज्यूमा जाहेर गर्न चाहन्छु। अन्त्यमा आज दीक्षित भई जान लाग्नुभएका प्राविधिक प्रहरी जवानहरूलाई सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई दिँदै मुलुकको संविधान तथा प्रचलित कानुनको परिधिभित्र रही आफूले तालिमबाट सिकेका ज्ञान, सिप, कला, कौशललाई आफ्नो कार्यक्षेत्रमा अत्यन्तै जिम्मेवार तथा उत्तरदायी भई कुशलतापूर्वक अवलम्बन गर्नुहुनेछ र कार्यक्षेत्रमा कसैको भय, लोभ, लालच, द्वेष भावनामा नपरी शून्य सहनशीलताको सिद्धान्त अपनाई प्रहरी सङ्गठनले अङ्गीकार गरेको नीति अनुरूप सेवा प्रवाह गरी नेपाल प्रहरी सङ्गठनको शिर सदा सर्वदा उच्च राख्ने काम गर्नुहुनेछ भन्ने आशाका साथ तपाईँहरूको कार्यक्षेत्रमा व्यावसायिकता तथा व्यक्तिगत जीवनको पूर्ण सफलताको कामना गर्दै आफ्नो तालिम सम्बन्धी प्रतिवेदन यही अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद। जय नेपाल। धन्यवाद। यस केन्द्रका सहसमादेशक एवं तालिम संयोजक प्रहरी नायब उपरीक्षक सागर बोराज्यू तालिम सम्बन्धी प्रतिवेदनका लागि। हामी आजको यस कार्यक्रमको मुख्य चरणमा आइपुगेका छौँ। यस चरणमा प्रमुख अतिथिज्यूबाट उत्कृष्ट प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरणको कार्यक्रम रहेको हुँदा प्रमुख अतिथि सरदेश श्रीमान प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कौडेलज्यूमा उत्कृष्ट प्रशिक्षार्थी तथा उत्कृष्ट प्रशिक्षकहरूलाई पुरस्कार वितरण गरिदिनु हुन सादर अनुरोध गर्दछौँ। साथै उपस्थित अतिथिजनहरूलाई उत्कृष्ट प्रशिक्षार्थी एवं प्रशिक्षकहरूको हौसला बढाउनका लागि ताली बजाइदिनु हुन समेत हार्दिक अनुरोध गर्दछौँ। प्रशिक्षार्थीहरूतर्फ सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान लोकेन्द्र कठाई।
सर्वद्वितीय प्रशिक्षार्थी प्राविधिक प्रयोजमान निरञ्जन पन्त, बाह्यतर्फ प्रथम प्रशिक्षार्थी प्राविधिक प्रयोजमान आनन्द सिंह बुढा, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रयोजमान लोकेन्द्र बठाई, यसै गरी उत्कृष्ट प्रशिक्षकहरूतर्फ प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्द, प्रहरी नायब निरीक्षक पारीश्वर पाण्डे, प्रहरी हौलदार विक्रम सिंह साउद, प्रहरी हौलदार गणेश बहादुर खड्का, प्रहरी जवान राम बहादुर बोहरा, प्रहरी जवान सोहन चौधरी, प्रहरी जवान महेश चौधरी, र प्रहरी जवान दीपक परविजय। पुरस्कार वितरणको कार्यक्रम पश्चात प्रमुख अतिथि सर्दै श्रीमान प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कडेलज्यूमा निर्देशन सम्बोधनका लागि सादर अनुरोध गर्दछु। प्राविधिक प्रहरी जवान आधारभूत तालिम 2-2औं समूहको दीक्षान्त समारोहमा उपस्थित हुनुभएका यस सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रका समादेशकज्यू, जिल्ला प्रहरी कार्यालय डोटीबाट पाल्नुभएका प्रहरी उपरीक्षकज्यू, यस तालिम केन्द्रमा कार्यरत र
यस समारोहमा उपस्थित हुनुभएका प्रहरी नायब उपरीक्षक ज्यू, यस तालिम केन्द्रमा कार्यरत र यस समारोहमा सहभागी हुनुभएका प्रहरी निरीक्षकज्यूहरू, प्रहरी नायब निरीक्षकज्यूहरू, सहायक निरीक्षकज्यूहरू र यस कार्यक्रममा उपस्थित हुनुभएका प्रहरी हवलदार र जवान दर्जाका प्रशिक्षक वर्ग, यस तालिम केन्द्रमा प्रशिक्षणमा रहनुभएका 1181औं समूहका प्रशिक्षार्थीहरू र आज दीक्षान्त भई कार्यक्षेत्रमा प्रवेश गर्न लाग्नुभएका 2 समूहका प्राविधिक प्रहरी जवानहरू, आज यस शुभ बिहानीमा दीक्षान्त समारोहमा सहभागी हुनको लागि मलाई आमन्त्रित गरी यस तालिम केन्द्रमा दीक्षान्त समारोहमा सहभागी हुन पाउँदा मैले आफूलाई भाग्यमानी सम्झेको छु। यो मेरो लागि एउटा अतुलनीय र विशेष अवसर भएको मैले महसुस गरेको छु। यस अवसर प्रदान गर्नुहुने प्रहरी वरिष्ठ उपरीक्षक ज्यू, समादेशक ज्यू लगायत सम्पूर्ण तालिम केन्द्रका परिवारप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु। र अहिले भर्खरै मैले प्रशिक्षार्थीहरूबाट जुन कवाज प्रदर्शन गर्ने अवलोकन गर्ने अवसर पाएँ, कवाजको गुणस्तरबाट नै मैले मूल्याङ्कन गर्नलाई सक्षम भएँ कि तपाईहरू 2 समूहका सम्पूर्ण प्रशिक्षार्थीहरूले सफलतापूर्वक यो तालिम हासिल गर्नुभएको छ। तपाईहरूलाई म बधाई तथा शुभकामना दिन चाहन्छु। प्रशिक्षणका दौरान तपाईहरूलाई प्रदान गरिएको आन्तरिक तथा व्यवहारिक प्रशिक्षणको बारेमा मैले अहिले भर्खरै तालिम सम्बन्धी प्रतिवेदनबाट अवगत गरेँ, जानकारी प्राप्त गरेँ। तपाईहरूलाई प्रहरीले गर्ने कार्यको विविध पक्षमा प्रशिक्षण दिएको मैले पाएँ। 90 कार्यदिनको प्रशिक्षण कार्यक्रम रहेछ। 90 कार्यदिन भनेको अरू प्रशिक्षणको तुलना, अरू आधारभूत प्रशिक्षणको तुलनामा न्यूनतम दिन हो र यसै 90 दिनको दौरानमा तपाईहरूले व्यावहारिक अभ्यासदेखि लिएर आन्तरिक कक्षादेखि लिएर कवाजमा निपुणता हासिल गर्नुभएको छ भन्ने कुरो मैले पाएँ। तपाईहरू 91 मध्ये 90 जना प्रशिक्षणरत रहनुभएको पनि मैले पाएँ, जसमध्येमा क श्रेणीमा नतिजा प्राप्त गर्नुहुने ठुलो सङ्ख्या सुनेको छु र यो भनेको एउटा गौरवपूर्ण र हर्षको विषय हो भन्ने मलाई लागेको छ। 90 जना मध्ये 83 जना क श्रेणीमा उत्तीर्ण हुनुभएको छ। यसले के इङ्गित गर्दछ भने तपाईहरूले कार्यक्षेत्रमा प्रवेश गरे पश्चात
जुन सेवा प्रदान गर्नुहुनेछ त्यो उत्कृष्ट गुणस्तरको हुनेछ भन्ने कुरा तपाईहरुको नतिजाले देखाएको छ। तपाईहरु यसमा अहिलेको टोलीमा सञ्चार तर्फका हुनुहुन्छ, संगीत तर्फको हुनुहुन्छ र क्यानाइन डग ह्यान्डलिङ तर्फको समेत हुनुहुँदो रहेछ। तपाईहरुको कार्यक्षेत्र विशिष्ट प्रकृतिको रहेको छ। कम्प्युटर समेत यसमा रहेको मैले पाएँ। चिकित्सक र सवारी क्षेत्रको समेत प्रशिक्षार्थी रहेको पाएँ। तपाईहरु सबैको प्रशिक्षणको क्षेत्र प्राविधिक भनेर त अवगत भइ नै सक्यो र अहिलेको 21औं शताब्दीको आवश्यकताले माग गरेको विशिष्टताको क्षेत्रमा तपाईहरु कार्यरत रहनुहुनेछ। तपाईहरुले प्रदान गरेको सेवा र तपाईहरुले प्रदर्शन गर्ने कार्यकुशलताले नै नेपाल प्रहरीलाई सदैव अगाडि बढाउँदछ। अहिलेको समयमा सम्पूर्ण देशवासी जनताहरूले प्रहरीबाट विशिष्ट स्तरको सेवा हासिल गर्न खोज्दछ। परम्परागत तवरबाट दिइने प्रदान गरिने सेवा अहिलेको नागरिकलाई स्वीकार्य छैन। हामीले जुनसुकै सेक्टरमा रहेर काम गर्दा पनि विशिष्ट प्रकारको विशेषज्ञ प्रकारको एउटा विशेषज्ञले दिने जस्तो सेवा हामीले दिन सक्नु पर्दछ। यही नै अहिलेको समयको माग हो र यस कार्यमा तपाईहरुको दर्जा, तपाईहरुले पाउनुभएको प्रशिक्षणबाट उत्कृष्ट नतिजासहित जो तपाईहरुले प्रदर्शन गर्नुभएको छ, उत्कृष्ट किसिमको गुणस्तरको सेवा सर्भिस डेलिभरी पनि हुनेछ भन्नेमा म विश्वस्त रहेको छु। थोरै दिनको भए पनि तपाईहरुले प्रहरी सेवाभित्र हामीले सञ्चालन सेवा प्रदान गर्ने क्षेत्र, अपराध अनुसन्धानको क्षेत्र, सुरक्षाको क्षेत्रदेखि लिएर ट्याक्टिकल नलेज समेत थोरै सानो अवधिको भए पनि प्रशिक्षण तपाईहरुलाई दिएको रहेछ। यसबाट तपाईहरुको सर्वाङ्गीण पक्षको विकास भएको मैले महसुस गरेको छु। यसको साथै मैले तपाईहरुलाई निर्देशन दिने क्रममा आजबाट तपाईहरुको जीवनमा एउटा महत्त्वपूर्ण मोड आएको छ। तपाईहरु आफ्नो आमाको कोखबाट एकपटक जन्म लिनु भएको थियो। अब पुनः तपाईहरुले आजको दिनबाट पुनर्जन्म प्राप्त गर्नुभएको छ। एउटा नागरिक जीवनबाट प्रहरी जीवनमा प्रवेश गर्नुभएको छ। आजबाट तपाईहरुले प्रदर्शन गर्ने व्यवहार, तपाईहरुले आफ्नो अनुशासित जीवन र प्रहरी सेवा प्रतिको जो निष्ठा, समर्पण, सेवाभाव प्रदर्शन गर्नुहुन्छ, यसले तपाईहरुको जीवनमा ठूलो मोड ल्याएको छ। हिजोसम्म तपाईहरुको पहिचान एक प्रकारको थियो, अब आजबाट तपाईहरु पूर्णकालीन सक्षम र व्यावसायिक प्रहरी बन्नु भएको छ। यस कारणले तपाईहरुले हरेक मोडमा, हरेक क्षणमा आफ्नो व्यावसायिक चालचलन, व्यावसायिक रीतिरिवाज, व्यावसायिक क्षमता प्रदर्शन गर्नुपर्ने हुन्छ र यस दिनलाई म दोस्रो जन्मको रूपमा परिभाषित गर्न पनि चाहन्छु। यो एउटा तपाईहरुको जीवनमा ठूलो मोड तपाईहरुले लिनु भएको छ र यसबाट नै तपाईहरुको एउटा भविष्यको लागि एउटा छुट्टै जीवन दर्शन, एउटा मार्ग समेत तपाईहरुले प्राप्त गर्नुभएको छ।
म यो अवसरलाई यसरी परिभाषित गर्न चाहन्छु। तपाईहरूले भविष्यमा जुन प्रकारको निष्ठाभाव सेवाप्रतिको समर्पण प्रदर्शन गर्नुहुनेछ त्यसमा उत्कृष्ट स्तर झल्कनेछ भन्नेमा आज तपाईले देखाउनु भएको परेड कवाज जो छ त्यो कवाजको गुणस्तरबाट नै मैले महसुस गरेको छु। यो तपाईहरूले सदा सर्वदा आफ्नो आत्मामा आफ्नो राखेर यसलाई सधैँ स्मरण गरेर कार्यक्षेत्रमा काम गर्न हुन म निर्देशन पनि दिन चाहन्छु। र अन्तमा यस कार्यक्रमको यस भव्यतापूर्वक आयोजना गरेर तपाईहरूलाई कार्यक्षेत्रमा प्रवेश गर्नको लागि एउटा अवसरको सिर्जना गरेर तालिम केन्द्रका समादेशकदेखि तल्लो दर्जाको एकजना गुरुबा समेतको महत्त्वपूर्ण यसमा प्रयास योगदान रहेको छ र यस अवसर महत्त्वपूर्ण घडीमा आज हामी आइपुगेका छौँ। यसको लागि म तालिम केन्द्र परिवारलाई धन्यवाद दिन चाहन्छु र साथै प्रशिक्षित भई दीक्षित भई कार्यक्षेत्रमा प्रवेश गर्नुहुने सम्पूर्ण दुई समूहको सम्पूर्ण प्रशिक्षार्थी नभनौँ आजबाट तपाईहरू पूर्णकालीन प्रहरी कर्मचारीमा परिणत हुनुभएको छ। दुई समूहका प्रहरी कर्मचारी प्रति तपाईहरूको भविष्य अझै उन्नत हुँदै जाओस्, अझै यसभन्दा पनि गुणस्तरीय हुँदै जाओस् र सेवा प्रवाहमा सदैव तपाईहरू समर्पित रहिरहनुहोस् भन्ने शुभकामना समेत प्रदान गर्दै आजको मेरो दुई शब्द यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय नेपाल। धन्यवाद श्रीमान प्रमुख अतिथिज्यू। दीक्षांत कवाज सतर्क बाहुला सतर्क दीक्षांत कवाज फटाफट। संगठनका जवान दर्जाका प्रहरी कर्मचारीहरू संगठनको आधार स्तम्भका रूपमा रहेकोले जवान दर्जा आज बढी बलियो संवेदनशील र योग्य हुनुपर्ने र तालिम केन्द्रले पनि सोही अनुरूपको शिक्षा दिनुपर्ने निर्देशनका साथ जनता र प्रहरी एउटै सिक्काका दुई पाटा हुने हुँदा समाजमा घट्ने अपराध रोकथामका लागि सो स्थानमा बसोबास गर्ने जनता र कार्यरत प्रहरी कर्मचारीको सहकार्यको आवश्यकता हुन्छ। यसमा सफलता प्राप्त गर्न सबै पक्षको सहयोगको आवश्यकता हुने र प्रहरीका शुभचिन्तकहरूले मात्रै कमी कमजोरी औल्याउन सक्ने हुँदा राम्रा कामको प्रशंसा गर्ने वा नराम्रा कामको खबरदारी गर्ने कार्यका लागि समेत सरकारबाट सबै पक्षबाट शुभचिन्तकको रूपमा सहयोग भएमा पक्कै पनि यस क्षेत्रमा रहेको अपराधिक गतिविधि न्यून हुनेछ भन्ने यथार्थता उपस्थित सम्पूर्ण अतिथि महानुभावहरू सामु राख्नु भएकोमा श्रीमान प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कडेलज्यूलाई हार्दिक धन्यवाद दिँदै श्रीमानबाट व्यक्त भएका निर्देशनको उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीका तर्फबाट अक्षरशः पालना गर्नेछौँ भन्ने प्रतिबद्धता श्रीमान प्रमुख अतिथिज्यूमा निवेदन गर्दै प्रमुख अतिथिज्यूलाई कृतज्ञताको चिनो टोकन अफ ग्रेटिट्युड प्रदान गर्नुका साथै अतिथिज्यू लगायत आमन्त्रित सम्पूर्ण पाहुनावर्गलाई धन्यवाद ज्ञापन गरिदिनु हुन यस तालिम केन्द्रका समादेशक श्रीमान प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्द्र ठकुरज्यूमा साधारण अनुरोध गर्दछु। जय नेपाल। आजको यस प्राविधिक प्रहरी जवान आधारमा तालिम दुई समूहको दीक्षान्त समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख श्रद्धेय श्रीमान प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कडेलज्यू, जिल्ला प्रहरी कार्यालय कोटीका प्रहरी परीक्षक दानबहादुर मल्लज्यू, तालिम संयोजक सह समादेशक नाउज्यू,
उपस्थित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत सम्पूर्ण प्रशिक्षक वर्ग, यस केन्द्रमा सञ्चालित उन्नत तालिममा सहभागी प्रशिक्षार्थीहरू र प्रहरी जवान आधारभूत तालिम 1181औं समूहका प्रशिक्षार्थी भाइ बहिनीहरू तथा आज दीक्षित भई कार्यक्षेत्र जान लागेका प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान भाइ बहिनीहरू, सर्वप्रथम हाम्रो आमन्त्रणलाई स्वीकार गरी यस दीक्षान्त समारोहमा पाल्नुभएका प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै प्रमुख अतिथिको आतिथ्यता ग्रहण, उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण तथा दीक्षित भई जान लागेका प्रशिक्षार्थी एवं प्रशिक्षकहरूलाई अमूल्य निर्देशन समेत प्रदान गरिदिनु भएकोमा प्रमुख अतिथिज्यूमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दै यस तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरू अत्यन्तै गौरवान्वित भएको बेहोरा समेत निवेदन गर्न चाहन्छु। आज दीक्षित भई जान लागेका प्रशिक्षार्थी भाइ बहिनीहरूलाई सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएकोमा यसै अवसरमा बधाई एवं कार्यक्षेत्रमा सफलताको शुभकामना समेत व्यक्त गर्न चाहन्छु। नेपाल प्रहरीको मिसन स्टेटमेन्ट मूलभूत विचार कानुनी राज्यको अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित प्रहरी सेवाको स्मरण गराउन चाहन्छु। नेपाल प्रहरीमा प्राविधिक जनशक्तिको उपयोग स्थापना कालदेखि नै हुँदै आएको हो, जसमा सञ्चार सवारी चालक, पेन, डग ह्यान्डलर, केनाइन, सूचना प्रविधि, चिकित्सा, इन्जिनियरिङ तथा वैज्ञानिक प्रयोगशाला जस्ता सेवाहरू पर्दछन्। संगठनको मूल लक्ष्य पूरा गर्न सहयोगी विशेष स्वीकृत जनशक्तिको उत्पादन तथा विकास गर्नु आजको आवश्यकता हो। संगठनको व्यावसायिक एवं अनुशासित सदस्यका रूपमा आफ्नो जीवनशैलीको विकासका लागि उत्प्रेरित गर्न सेवा प्रवेश तालिमको आवश्यकता महत्त्वपूर्ण हुन्छ। प्रशिक्षार्थी भाइ बहिनीहरूलाई संगठनको मूलभूत कार्यहरू, सांगठनिक स्वरूप, प्रशासन र व्यवस्थापन प्रक्रिया, प्रहरी आचरण तथा व्यवहारबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिलाई संगठनको एक उच्च अनुशासित, सबल तथा जिम्मेवार सदस्यका रूपमा तयार गर्नु हाम्रो उद्देश्य थियो र सोही अनुरूप हामीले तपाईँहरूलाई तयार गरेका छौँ भन्ने विश्वास मैले लिएको छु। बदलिदो परिस्थितिमा सहरीकरण, सूचना प्रविधिको द्रुत विकास तथा आर्थिक एवं सामाजिक संरचनाहरूमा आइरहेको परिवर्तनको कारण शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान कार्य ज्यादै चुनौतीपूर्ण तथा जटिल बन्दै गइरहेको परिप्रेक्ष्यमा कानुन कार्यान्वयन गर्न प्रहरीले कार्यक्षेत्रमा अत्यन्तै संवेदनशील र संयमित भएर कार्य सम्पादन गर्नुपर्ने अवस्था विद्यमान रहिआएको छ। संविधानमा प्रदत्त आम नागरिकको आधारभूत मौलिक हकहरूको सम्मान गर्दै मानव अधिकारको संरक्षण र सम्वर्धन, लैङ्गिक संवेदनशीलता तथा जोखिममा रहेका समूहहरूको संरक्षण गरी परमाणुमुखी अपराध अनुसन्धानको माध्यमबाट अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गरी जनताको जीवधनको सुरक्षा तथा अमन चयन कायम गरी उत्कृष्ट नागरिक मैत्री सेवा प्रदान गर्नु नेपाल प्रहरीको प्रमुख दायित्व रहेको छ। तसर्थ कार्यक्षेत्रमा आइपर्ने जस्तो सुकै बाधा, अडचन, चुनौती एवं प्रतिकूल परिस्थितिमा पनि धैर्यताका साथ शान्ति सुरक्षा र कायम गर्नु प्रहरी कर्मचारीको प्रमुख कर्तव्य भएकोले तालिमबाट आर्जन गरेका ज्ञान, सिप तथा कलालाई संगठनले निर्दिष्ट गरेका उद्देश्यहरू परिपूर्ति गर्ने कार्यमा सदुपयोग गरेर संगठनप्रतिको इमान्दारिता, कार्यदक्षता एवं निष्ठाका साथ महत्त्वपूर्ण योगदान दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। तालिम सञ्चालनको सिलसिलामा प्रशिक्षण कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग एवं निर्देशन प्रदान गर्नुहुने तालुक प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं प्रशासन विभाग, व्यक्ति विकास निर्देशनालय, तालिम महाशाखा, तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, तालुक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र नेपाल प्रहरी शिक्षालय भरतपुर प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी प्रशिक्षण कार्यमा सहयोग गर्नुहुने जिल्ला प्रहरी कार्यालय डोटी र सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपाइल डोटी लगायतलाई धन्यवाद दिन चाहन्छु। त्यसै गरी तालिम प्रारम्भदेखि आजसम्म प्रत्यक्ष रूपमा खटिनुहुने सम्पूर्ण प्रशिक्षक वर्गहरूलाई समेत धन्यवाद दिन चाहन्छु।
अन्तमा आफ्नो अत्यन्त व्यस्त समयका बावजुद उपस्थित प्रमुख अतिथिज्यूलाई हाम्रो आमन्त्रण स्वीकार गरी कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा एवं हामी सबैको मनोबल बढाइदिनु भएकोमा पुनः हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु। उपस्थित सम्पूर्णलाई समेत धन्यवाद दिँदै सम्पूर्ण प्रशिक्षार्थीहरूलाई पुनः बधाई दिँदै आगामी दिनहरूमा कार्यक्षेत्रमा पूर्ण सफलताको शुभकामना समेत दिँदै मेरो भनाइ यही अन्त गर्ने अनुमति चाहन्छु। धन्यवाद। जय नेपाल। धन्यवाद श्रीमान समादेशकज्यू, धन्यवाद ज्ञापनका लागि। कार्यक्रमको अन्तिम चरणमा निर्धारित कार्यक्रम अनुसार प्रमुख अतिथिज्यूमा पुनः सलामीको कार्यक्रम हुन गइरहेको छ। जनरेली सलाम अर्पण गर्ला। धन्यवाद श्रीमान प्रमुख अतिथिज्यूबाट कार्यक्षेत्र प्रवेशको लागि अनुमति लिन परेड कमान्डर प्रशिक्षार्थी प्राविधिक प्रयोजन आनन्द सिंह जादा जोश जाँगरका साथ मञ्चतर्फ आएका छन्। श्रीमान दीक्षान्त कवाज कार्यक्षेत्र प्रवेशका लागि अनुमति चाहन्छ। कार्यक्षेत्र प्रवेश दीक्षान्त कवाज आंग शस्त्र गर्ला। आंग शस्त्र दीक्षान्त कवाज मार्च बिन्दै छिटो घोडा चल। Dicendo